सबै प्रदेशमा भारी वर्षाको सम्भावना 24 घण्टे चेतावनी जारी। यति बेला काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविदले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद गङ्गा नगरकोटीका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थान तथा सुदूरपश्चिम कोशी र मध्य प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। काठमाडौँ उपत्यकामा जारी वर्षा केही बेर रोकिने सम्भावना भए पनि दिउँसो फेरि पानी पर्ने सम्भावना छ। मैले भने मौसम महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस क्रममा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका 1-2 स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले आगामी 24 घण्टा आइतबार बिहान 6 बजेका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ, जसमा भनिएको छ देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै बाँकी प्रदेशका 1-2 स्थानमा मेघ गर्जन, चट्याङसहित भारीदेखि धेरै वर्षाको समेत सम्भावना छ। यसका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। मौसमी भाषाको अर्थ। मौसमविदका अनुसार 10 मिलिमिटर भन्दा कम पानी पर्नुलाई हल्का वर्षा, 10 मिलिमिटरदेखि माथि 50 मिलिमिटर भन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा 50 भन्दा माथि 100 मिलिमिटर भन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै 100 मिलिमिटर भन्दा माथि र 200 भन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले दिन अर्थात् बिहान 6 देखि साँझ 6 बजेसम्मको समयलाई मान्ने गरेको छ भने राति भन्नाले साँझ 6 बजेदेखि भोलिपल्ट बिहान 6 बजेको समयलाई मान्ने गरेको छ। शनिबार रातिदेखि भीषण वर्षाको सम्भावना, सोमबारसम्म सतर्क रहन सुझाव। हेर्नुहोस् आजदेखि सोमबारसम्म वर्षाको सम्भावनाबारे यो बुलेटिन। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापिय रेखा सरदरी स्थानभन्दा उत्तरतर्फ अर्थात् नेपाल नजिक छ, साथै भारत बिहारको उत्तर-पश्चिम भूभाग तथा आसपासमा रहेको न्यून चापिय प्रणालीको प्रभाव पनि नेपालमा परिरहेको छ। आगामी केही दिनसम्म मनसुनको न्यून चापिय रेखा अझै नेपालको नजिक सर्ने सम्भावना छ। यसको प्रभावले शनिबार साउन 27 गते रातिदेखि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षा तथा 1-2 स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। यस्तै आइतबार साउन 28 गते पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान साथै मधेस र लुम्बिनी प्रदेशका 1-2 स्थानमा मेघ गर्जन, चट्याङसहित भारीदेखि धेरै वर्षासम्म हुने महाशाखाले जनाएको छ। मौसम महाशाखाले सचेत गराउँदै भनेको छ तसर्थ शनिबारदेखि सोमबारसम्म देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम, सहरी क्षेत्रमा डुबानको जोखिम, ठुला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन तथा सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।
सही सूचना, ज्ञान र मनोरञ्जनका लागि MP1 HD हेर्दै गर्नुहोला। अहिलेका लागि बिदा हुन्छौँ। हस्, धन्यवाद। सबै प्रदेशमा भारी वर्षाको सम्भावना, 24 घण्टे चेतावनी जारी।